स्टेयरकेसको कुरा गरौँ। स्टेयरकेसमा चाहिँ तपाईँले के कुरामा ध्यान दिनुपर्छ है एज अ इन्जिनियर है। सो सबभन्दा पहिला तपाईँले हेर्न सक्नुहुन्छ यो दुईटा फ्लाइट युज गरेको छ यसमा। यो यति एरियालाई चाहिँ फर्स्ट फ्लाइट भन्ने र यो एरियालाई चाहिँ सेकेन्ड फ्लाइट भन्ने। ठिक छ। यो तपाईँको जुन यो एरिया छ त्यसलाई चाहिँ ल्यान्डिङ भन्ने है। यो तपाईँको जुन यति एरिया जुन छ तपाईँको चढ्नको लागि जुन स्लोपेड एरिया छ त्यसलाई चाहिँ हेडरुम भन्ने। के भन्ने? हेडरुम भन्ने। अर्को कुरा यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यो एरिया चाहिँ यसको यो एरिया चाहिँ के भयो तपाईँको राइजर भयो। के हो यो? राइजर भयो। यो चाहिँ तपाईँको ट्रेड भयो। यो राइजर भनेको 6 देखि 7 इन्चीसम्म राख्ने हो। यो ट्रेड भनेको 10 देखि 12 इन्चीसम्म राख्ने हो। ठिक छ। स्ट्यान्डर्ड हो नेपाल बिल्डिङको कोडको अनुसार। ठिक छ। अब अर्को कुरा तपाईँको यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ तपाईँको वेस्ट स्ल्याब हो। यसलाई के भन्छ? वेस्ट स्ल्याब भन्छ। यहाँदेखि लिएर यहाँसम्म तपाईँको 6 इन्चीको हुनु पर्यो अर्थात् 150 mm को हुनु पर्यो। ठिक छ। यो तपाईँले चाहिँ 3 फिटको मिनिमम हुनु पर्यो। 3 फिट 6 इन्चीको राख्नु पर्यो। यो कति राख्नु पर्यो? 3 फिट 6 इन्चीको राख्नु पर्यो। ठिक छ। यो भनेको तपाईँले 150 देखि लिएर 200 mm सम्मको स्पेसिङ राख्नु पर्यो मिनिमम है। 150 mm मिनिमम चाहिँ यसको स्पेसिङ हुनुपर्छ तपाईँले। ठिक छ। 5 इन्ची 6 इन्ची चाहिँ हामीले यसको स्पेसिङ राख्नुपर्छ। ठिक छ। यो 3 फिट यो 3 फिट यो तपाईँलाई चाहिँ यति एरिया तपाईँको 7 फिट हुनु पर्यो। कति हुनु पर्यो? 7 फिट। र यो तपाईँको ल्यान्डिङ पनि तपाईँको 3 फिट हुनु पर्यो। ठिक छ। एउटा प्लान चाहिँ बनाउनको लागि मिनिमम डाइमेन्सन हेर्ने तपाईँको यो 7 फिट यो 3 फिट यो 6 फिट भनेपछि 10 बाई 6 को फिटमा तपाईँलाई यो स्टेयर डिजाइन भएको छ। कतिमा भएको छ? 10 बाई 6 कोमा यो स्टेयर डिजाइन भएको छ जसकोमा राइजर तपाईँको 6 इन्ची छ र ट्रेड चाहिँ 1 फिट छ। ठिक छ। ल यसरी चाहिँ तपाईँले चाहिँ भर्याङ चिन्नुपर्छ। कमर्सियल बिल्डिङमा कमर्सियलमा यो लामो हुन्छ 4 फिट 5 इन्ची 4 फिट 6 इन्ची। अब आउनुहोस् न आउनुहोस्।